नमस्कार, आज हामी विद्युत यानी इलेक्ट्रिसिटीको बारेमा अध्ययन गर्न गइरहेका छौं। विद्युत के हो, यो कसरी उत्पन्न हुन्छ र यसलाई कुन कुन काममा कसरी प्रयोग गरिन्छ र यसलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने बारेमा त हामीले धेरै सुनेका छौं। तपाईले कहिलेकाहीँ याद गर्नु भएको छ, हामीले दिनौं लगाउने विभिन्न लुगाहरू कहिले दिनभरि हिँडेर साँझपख घरमा फर्केर आउँदा यी लुगाहरू खोल्दाखेरि टिक टिक आवाज आउँछ। मुख्यतया नाइलन होस् या एक्रेलिकका कपडाहरू हुन्, साँझमा हामी कपडा खोल्ने बेलामा टिक टिक आवाज आउँछ। अझ अलि अँधेरो कोठामा बसेर हामीले त्यसलाई खोल्यौं भने त त्यसमा आवाजको साथमा साना झिल्काहरू पनि देखिन्छन्। यो किन हुन्छ होला? मेरो हातमा केही कागजका मसिना टुक्राहरू छन्। मैले एउटा काइयो लिएँ। यो काइयोलाई एकछिनसम्म कपालमा रगडौं है त। यो काइयोलाई कपालमा रगडेर यो टुक्राको नजिकै लाँदा टुक्राहरू आकर्षित हुन्छन्। सर्लक्कै यी टुक्राहरू के आए माथितिर आए। यो कसरी सम्भव भएको होला? किन यो काइयोले यो कागजको टुक्रालाई आफूतिर तानेको होला भन्न सक्नुहुन्छ? हेर्नुहोस्, वास्तवमा यो एउटा अचानक वस्तु हो र कागजका टुक्राहरू पनि अचानक वस्तु हुन्। तर यी वस्तुहरूमा विभिन्न चार्ज पार्टिकलहरू रहेका हुन्छन्। मैले यहाँ यो काइयोलाई कपालमा रगड्दा यो कपालबाट इलेक्ट्रोनहरू यो काइयोमा सरेर आएका हुन्छन्, जसले गर्दा यो काइयोमा ऋणात्मक चार्ज बनेको हुन्छ। त्यो ऋणात्मक चार्जयुक्त बनेको यो काइयोलाई हामी कागजका मसिना टुक्राको नजिकै लाँदा त्यसले कागजमा भएको चार्जको धनात्मक कणलाई आफूतिर तान्छ। यसरी यो ऋणात्मक कण जुन छ यहाँ पैदा भएको, यसले तानेको हुनाले त्यो कागजको टुक्रा यसरी माथि आएको हो। हेर्नुहोस्, त्यो कागजको टुक्राको यो काइयोतिर चाहिँ धनात्मक चार्ज हुन्छ भने विपरीत छेउमा ऋणात्मक चार्ज हुन्छ। यसरी एउटा वस्तुलाई अर्को वस्तुमा रगड्दा त्यहाँ चार्ज उत्पन्न हुँदो रहेछ। यी कुचालक वस्तुहरूलाई रगड्दा उत्पन्न हुने जो विद्युत शक्ति छ, यसलाई हामी स्ट्याटिक इलेक्ट्रिसिटी अर्थात स्थिति विद्युत भन्छौं। वास्तवमा यो विद्युत के हो? वस्तुमा विद्युत उत्पन्न हुने शक्ति के हुन्छ? एकैछिन हामी हेरौं है त। यो संसारमा जति पनि पदार्थ छन्, यी पदार्थका साना भन्दा साना कणलाई अणु भनिन्छ र ती अणुहरू पनि परमाणुहरूको संयोजनद्वारा बनेको हुन्छ। परमाणु भनेको तत्त्वको सबैभन्दा सूक्ष्म कण हो। यसमा पनि मुख्य दुई भाग हुन्छन्। एउटा केन्द्रीय भाग हुन्छ जहाँ प्रोटोन र न्यूट्रोन रहेका हुन्छन्। प्रोटोन र न्यूट्रोन रहेको केन्द्रीय भागलाई हामी न्यूक्लियस भन्छौं। यसको वरिपरि इलेक्ट्रोन रहेको हुन्छ। यो बाहिर इलेक्ट्रोन रहने भागलाई सेल भनिन्छ र यो केन्द्रीय भागलाई न्यूक्लियस भनिन्छ। यसरी यो न्यूक्लियसमा प्रोटोन र न्यूट्रोन हुन्छ, जसमध्ये न्यूट्रोन चार्ज विहीन हुन्छ, जीरो चार्ज। न्यूट्रल तटस्थ हुन्छ भने प्रोटोन चाहिँ धनात्मक चार्ज रहेको हुन्छ। यसैगरी यसको वरिपरि रहने इलेक्ट्रोन चाहिँ के हुन्छ? ऋणात्मक हुन्छ। र प्रत्येक तत्त्वको परमाणुमा यो प्रोटोनको संख्या र इलेक्ट्रोनको संख्या के हुन्छ? बराबर हुन्छ। यसको मतलब धन चार्ज र ऋण चार्ज के हुन्छ? बराबर हुन्छ। त्यसैले परमाणुहरू के हुन्छन्? तटस्थ हुन्छन्, न धन न ऋण चार्ज हुन्छन्। यदि हामीले एउटा वस्तुलाई अर्को वस्तुमा रगड्दा, जस्तो अघि हामी काइयोलाई कपालमा रगडेर हेर्यौं, यसरी रगड्दा के हुने भो भन्दा यो इलेक्ट्रोन सरेर जाने भो। जसबाट इलेक्ट्रोन सरेर अर्कोमा जान्छ, यसमा प्रोटोनको संख्या के हुन्छ? बढी हुन्छ।
धनात्मक चार्ज के हुन्छ बढी हुन्छ, त्यसैले यो धनात्मक विद्युतीय भन्छ। जसमा यो इलेक्ट्रोन सरेर जान्छ त्यसमा इलेक्ट्रोनको संख्या बढी हुन्छ, माइनस चार्ज बढी भएपछि त्यो ऋणात्मक हुन्छ र यसरी दुईटा चार्जयुक्त वस्तु बन्छन् र यो ऋणात्मक चार्ज धनात्मकतिर सर्न जान्छ। यसरी जो विद्युत सर्छ त्यसलाई हामी विद्युत शक्ति भन्छौं। बुझ्नुभयो? स्थिति विद्युत अर्थात स्टैटिक इलेक्ट्रिसिटी भनेको अचालक वस्तुलाई एक आपसमा रगड्दा निस्किने विद्युत शक्ति रहेछ। इलेक्ट्रोनको लेनदेनबाट अथवा इलेक्ट्रोनको ट्रान्सफर्मेसनबाट एउटा ऋणात्मक चार्जयुक्त अर्को धनात्मक चार्जयुक्त वस्तु रहेछ। त्यसो भने हामीले हिँड्दा पनि यो कपडा र शरीरको बीचको घर्षणबाट यो कपडामा चार्ज उत्पन्न भएको हुन्छ। जब हामी कपडा खोल्न खोज्छौं त्यो बेलामा त्यो इलेक्ट्रोनहरू शरीरमा फर्किन खोज्दा त्यहाँ के हुन्छ, चर्रा आवाज आउँछ। टिक टिक आवाजको साथमा त्यहाँ अँधेरो कोठामा बसेर तपाई हेर्नुभयो भने कपडा खोल्दा त्यहाँ झिल्काहरू, लाइटिङ इफेक्ट पनि देखिन्छ। यसको असर हामी प्रष्ट बुझ्यौं, यो स्टैटिक इलेक्ट्रिसिटी हो। यसको अर्को असर पनि छ। तपाईले आकाशमा गडेङ गुडुङ गरेर बिजुली चम्किएको त देख्नु भएकै छ। त्यो आकाशमा बिजुली चम्किनुको कारण के होला थाहा पाउनु भएको छ? जसरी हाम्रो शरीरमा कपडा र शरीरको घर्षण हुन्छ, जसरी मैले अघि काइयो र कपालको घर्षण गराएँ, त्यसै गरी कहिलेकाहीँ आकाशमा पनि बादलहरूको बीचमा घर्षण हुन्छ, त्यतिखेर चार्ज उत्पन्न हुन्छ। मुख्यतया समुद्रको सतहको पानी सूर्यको तापद्वारा बाफ बनेर आकाशमा जान्छ र आकाशमा त्यो बाफ बिस्तारै सेलाउँदै सेलाउँदै जाँदा, चिसिँदै जाँदा बादलमा परिणत हुन्छ। यसरी जाने बादल मसिनो थोपा 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 बनेर माथि गएको हुन्छ। हेर्नुहोस् है त, यो समुद्रको पानी जुन थोपा 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 बनेर माथितिर जान्छ, साना साना थोपाहरू माथि गएको हुन्छ। जब माथि जान्छ त्यसपछि त्यहाँ चिसो हुँदै जाँदा एउटा थोपा अर्कोसँग, अर्को थोपा अर्कोसँग के हुन्छ, मिसिएर ठूला ठूला थोपाहरू बन्न थाल्छन् र यो ठूला ठूला थोपाहरू जब बन्दै जान्छ अनि के हुन्छ त, यो ठूला थोपाहरू गरुङ्गा हुन्छन्। अब यो गरुङ्गो पानी बोकेको बादल के हुन्छ, तल खस्न थाल्छ। यो चाहिँ तल खस्न थाल्छ, तलको सानो थोपा माथि जान थाल्छ। अब त्यो कोही बादल तल कोही बादल माथि हुँदाखेरि के हुन्छ, बादलको बीचमा घर्षण पैदा हुन्छ। घर्षण पैदा हुँदा एक थरी इलेक्ट्रोन छोड्छन्, अर्का थरी इलेक्ट्रोन लिन्छन्। अनि यी इलेक्ट्रोन छोड्नेहरू के हुन्छन्, धनात्मक चार्जयुक्त बादल बन्छन्। हेर्नुहोस्, र जुन इलेक्ट्रोन लिन्छन् ती ऋणात्मक चार्जयुक्त बादल बन्छन्। यसरी प्राय गरेर माथिल्लो भागमा धनात्मक र तल्लो भागमा ऋणात्मक चार्जयुक्त बादल बन्छ। अब यो ऋणात्मक चार्जयुक्त बादल छ, अब यो धनात्मक चार्जयुक्त बादल छ भने यो ऋण र यो धन बीचमा आकर्षण पैदा हुन्छ। यसरी आकर्षण हुँदाखेरि यो इलेक्ट्रोनहरू बगेर जान खोज्दाखेरि के हुन्छ, यसमा अत्यधिक ताप उत्पन्न हुन्छ। अत्यधिक ताप उत्पन्न भएपछि यो बीचमा रहेको हावा तातेर सेतो हुन्छ, जसलाई हामी लाइटिङ इफेक्ट भन्छौं। तपाई चट्याङ परेको बेलामा देख्नु भएको छ नि, कति सेतो प्रकाश निस्किन्छ र तत्कालै एकैछिनमा के हुन्छ, फेरि त्यो सेलाउन जान्छ। सेलाउने बित्तिकै फेरि त्यहाँ तात्दाखेरि जुन तरंग निस्केका हुन्छन् नि, त्यो सेलाउने बित्तिकै अर्को प्रकारको तरंगमा बदलिन्छ। यसरी त्यो तात्ने र सेलाउने क्रममा तन्किने र खुम्चिने हुँदा त्यहाँ ठूलो आवाज पैदा हुन्छ, जसलाई हामी गडेङ गुडुङको आवाज भन्छौं नि, डुडुडुडुडु हो। यसरी यो ऋण र धन चार्ज बीचको आकर्षणले हावा ताप्दा त्यहाँ जुन विद्युत पैदा हुन्छ, यसलाई हामी चट्याङ भन्छौं।
सन् 1752 मा बेन्जामिन फ्र्याङ्कलिन भन्ने वैज्ञानिकले यो विद्युतीय चार्जयुक्त पार्टिकलहरू बगेर यसरी चट्याङ बनेको हो भन्ने कुराको आविष्कार गर्नुभयो। त्यति मात्र होइन, उहाँले यो चट्याङबाट कसरी बस्ने होला भनेर पनि एउटा उपाय सुझाउनु भएको छ। किनकि यो बादल तल 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 झर्दै गयो भने पृथ्वीको सतहतिर आउँदा अग्लो रुख वा घरमा पर्ने सम्भावना बढी हुन्छ। किन हुन्छ होला सोच्नु भएको छ? हेर्नुस्, जब यो माइनस चार्जयुक्त बादल तल आयो भने यदि यसै स्थानमा कुनै रुख छ भने अथवा कुनै बिजुलीको पोल होस् या अग्लो ठाउँको घर होस् अथवा रुख होस्, यस्तो छ भने यो माइनस चार्जले यो जमिनबाट यता के तान्छ? प्लस चार्ज तान्छ। यो रुखको माथि चाहिँ प्लस चार्ज जम्मा हुन्छ। किनभने हामीलाई थाहा छ विपरीत चार्जहरू आकर्षण हुन्छन्, हैन? त्यसैले यो माइनस बादल आयो भने रुखमा प्लस चार्ज जम्मा हुन्छ र यो माइनस र प्लसको बीचमा आकर्षण हुँदाखेरि यहीँबाट चट्याङ यसमा खस्छ र यसरी रुखमा चट्याङ पर्यो भने रुख पनि के हुन्छ? डढेर कालो हुन्छ र यही रुखबाटै परेर त्यो चट्याङ जमिन मुनि जान्छ र भासिएर जान्छ। यस अवस्थामा 2000 देखि 4000 डिग्री तापक्रम हुन सक्छ। 2000 देखि 4000 डिग्री सेन्टिग्रेड तापक्रम बन्न सक्छ र त्यस अवस्थामा यहाँ चट्याङ जमिनमा गयो भने रुख पनि डढ्छ, घर छ भने डढ्छ, मानिस कुनै जीव जीवात्मा माथि पर्यो भने पनि ती सबै डढ्छन्, मर्छन्, बर्बादै हुन्छ। अनि तपाईले कहिलेकाहीँ सुन्नुभयो होला चट्याङ पर्दा त के रे ढुङ्गा खस्छ रे, फलाम खस्छ रे, बन्चहरू खस्छ रे, यस्ता यस्ता किम्बदन्ती पनि सुन्नुभयो होला। होइन, साँच्चै खस्छ के होला? साँच्चै नि चट्याङ परेको ठाउँमा त काला काला ढुङ्गा जस्ता चट्टानका भाग पनि त पाइन्छन्। मैले आफैले कलेक्सन गरेँ भन्ने मान्छेहरू पनि भेटिन्छन्। वास्तवमा के खस्छ त? हेर्नुहोस्, वास्तवमा चट्याङ पर्दा खस्ने विद्युत चार्ज मात्रै हो, अरू केही खस्दैन। जुन यो 2000 देखि 4000 डिग्री तापक्रम त्यहाँ पैदा हुन्छ त्यस ठाउँमा, त्यस अवस्थामा माटोमा खस्यो भने माटो नै तातेर पग्लिन्छ पहिला र पछि फेरि त्यो सेलाएर जम्छ। यसै गरी चट्टान वा ढुङ्गा छ भने त्यो पनि पग्लिकन तरल बन्छ, फेरि जम्छ। त्यहाँ रहेको सिलिका, आइरन, म्याग्नेसियम लगायत विभिन्न क्याल्सियम विभिन्न जो तत्व हुन्छन् तिनीहरू पहिला पग्लिन्छन् अनि पछि सेलाएर जम्छन्। त्यसले के गर्छ? आकृति फेर्छ। तपाईले देख्नु भएको छ नि, माटोलाई यत्तिकै मुछेर राख्दा केही फरक पर्दैन, तर त्यसलाई पोलिसकेपछि आकृति फेरिन्छ। हो, जब तपाईलाई थाहा छ 1500 डिग्री सेन्टिग्रेड तापक्रममा फलाम पनि पग्लेर तरल हुन्छ, पानी बगाइदै बग्छ भने त्यो चट्टान ढुङ्गो माटो त सजिलै पग्लिने भयो। 2000 देखि 4000 डिग्री तापक्रममा त्यो पग्लिएर फेरि जमेपछि विभिन्न आकृति हुन्छ। त्यो आकृतिलाई नै मानिसले आकाशबाट खसेको होला भन्ने भ्रम उनीहरूमा फैलिन्छ। वास्तवमा त्यो आकाशबाट केही खस्दैन, त्यहीँको वस्तु पग्लिएर फेरि जमेर त्यो बनेको हुन्छ। यसरी आकाशमा चट्याङ पर्नु स्थिति विद्युतको एउटा असर हो। अब यसबाट कसरी बस्ने होला? तपाईले अग्लो घरहरूको माथि त्रिशूल राखेको त देख्नु भएको छ नि। त्यो त्रिशूल किन राखिन्छ थाहा छ? यदि चट्याङ त्यो पर्यो भने त्यो त्रिशूल हुँदै त्यो त्रिशूलबाट मोटो तामाको तार लगेर भित्तामा अड्याउँदै लगेर जमिन मुनि गाडिएको हुन्छ। त्यो मोटो तारबाट त्यो विद्युत बगेर जमिन मुनि जान्छ र घरलाई चट्याङबाट जोगाउँछ। यसरी बनाउने प्रोसेसलाई हामी अर्थिङ भन्छौं र हामीहरूले घरमा पनि वायरिङ गरेर अर्थिङ गर्ने क्रममा घर भन्दा बाहिर कुनै जग्गामा गहिरो ठाउँमा खाल्डो खनिन्छ र त्यहाँसम्म मोटो तार ओछ्याइन्छ र अझ त्यहाँ केही नुन, कोइला आदि लगायत वस्तुहरू हालिन्छ। किन हालेको होला? किनकि
त्यो त्यहाँ पग्लिएपछि त्यो अलि बढी सुचालक बनिदियोस् र त्यो आकाशबाट खसेको बिजुली सिधै जमिन मुनि जाओस् र दुर्घटना हुनबाट बचोस् भन्नका लागि हामी अर्थिङ पनि गर्दछौं। हामीले विद्युत शक्तिलाई विभिन्न कार्यमा उपयोग गर्नको लागि एउटा निश्चित बाटोमा हिँडाउनु पर्ने हुन्छ र यो विद्युत हिँडाउने अथवा विद्युतको प्रवाह हुने बाटोलाई विद्युत परिपथ भनिन्छ। विद्युत परिपथ जसलाई इलेक्ट्रिक सर्किट हामी भन्छौं, यसमा मुख्य तीनटा चीज हुनुपर्छ। एक, विद्युतको स्रोत जसबाट विद्युत प्राप्त हुन्छ, त्यसलाई हामी विद्युतको स्रोत भन्छौं। जस्तै यहाँ एउटा सेल देखाइएको छ, यो सेललाई जनाउने चिन्ह हो लामो धर्कोले धनात्मक ध्रुव र छोटोले ऋणात्मक ध्रुव जनाउँछ। त्यसै गरी अर्को यो हो विद्युत लोड। यहाँ चिम देखाइएको छ, जसले विद्युत खपत गर्छ त्यसलाई विद्युतको लोड भनिन्छ। जस्तो चिम, रेडियो, पंखा, हिटर, टेलिभिजन जसले विद्युत उपयोग गर्छ त्यो विद्युतको लोड हुन्छ। र त्यहाँ बन्द गर्न अथवा अन अफ गर्न, बन्द र खुला गर्नको लागि एउटा राखिएकोलाई हामी स्विच भन्छौं। यो विद्युतको स्रोत, लोड र स्विचलाई सुचालक तारले जोडेर बनाइएको विद्युत निरन्तर बहने बाटो अर्थात परिपथलाई हामी विद्युत परिपथ भन्छौं। यो चित्रमा विद्युतको स्रोत, लोड र स्विचलाई सुचालक तारले जोडिएर विद्युत निरन्तर बहने गरी बनाइएको परिपथ नै के हो? विद्युत परिपथ हो। यहाँ स्विच खुला गरिएको छ, त्यसैले यो चिम बलेको छैन अर्थात लोडले काम गरेको छैन। यस प्रकारको परिपथलाई हामी खुला परिपथ भन्छौं। यो चित्रमा हेर्नुभयो भने यहाँ स्विच जोडिएको छ जसलाई हामी बन्द स्विच भन्छौं। स्विच बन्द भएको बेलामा अर्थात जोडिएको बेलामा विद्युत निरन्तर रूपमा बहिरहेको हुन्छ। यसरी विद्युत निरन्तर बहिरहेको अवस्थाको परिपथलाई बन्द परिपथ भनिन्छ। यसरी विद्युत परिपथ पनि दुई प्रकारको हुँदो रहेछ, एउटा खुला परिपथ, अर्को बन्द परिपथ। एकैछिन हामी प्रयोगमा हेरौं है त। भाइ बहिनीहरू, यहाँ हेर्नुहोस् त, यहाँ एउटा चिम छ, यो विद्युत लोड हो। यहाँ सेलहरू राखिएको छ, यो एउटा सेल छ, यहाँ अर्को सेल छ। दुईवटा सेललाई एकै ठाउँमा राख्यो भने हामी यो सेलको समूहलाई के भन्छौं? ब्याट्री। यहाँ ब्याट्री छ, यो विद्युतको स्रोत हो। यहाँबाट यसको धन ध्रुव जोडेर यसरी लगिएको छ र चिममा यहाँ जोडिएको छ र यसको ऋण ध्रुव लिएर आएको छ र यहाँ यो चिम बलेको छ छैन। यहाँ स्विच यहाँ जोडिएको छ छैन। अब यहाँ स्विच जोडिएको अवस्थामा यो लोड जस्तै यहाँ हेर्नुहोस् है त, म एकैछिन यो तारलाई यहाँ जोडिदिन्छु। अब यो चिम के भयो? बल्यो। देख्नु भएको छ, यहाँ चिम बलिरहेको छ। अब यसरी यो विद्युतको स्रोत, लोड र यो सुचालक तार जोडेर यहाँ अन गरियो, बन्द परिपथ बनाउँदा जुन लोडले काम गरिरहेको छ यसलाई हामी बन्द परिपथ भन्यौं। अब यहाँ चाहिँ बत्ती मधुरो बलेको तपाईँ देख्नु भएको छ। किन मधुरो बल्यो होला थाहा छ? किनकि यसको भोल्टेज शक्ति कम छ, त्यसैले यो मधुरो बलेको छ। यदि यहाँ हामी सेलको संख्या थप्न गयौं भने यो चम्किलो भएर बन्नेछ। हो, त्यसो भने हामीले जीवनमा विभिन्न उपकरणहरू प्रयोगमा ल्याउँदा यो सेलहरूको संख्या थप्नु पर्ने हुन्छ र सेलहरू दुई वा दुई भन्दा बढी सेललाई मिलाएर जडान गर्ने प्रक्रियालाई हामी सेलको समूहीकरण, कम्बिनेसन अफ सेल भन्छौं। अब
यो सेलको समूहीकरण कसरी गरिन्छ त यसतर्फ ध्यान दिउँ। यहाँ चित्रमा हेर्नुस् त, यहाँ एउटा सेलको धन ध्रुवबाट चिम जोडेर बालिरहेको अवस्था देखाइएको छ, बन्द परिपथ, जहाँ यो सेलको 1.5 भोल्ट देखाइएको छ। यसपछि दोस्रो चित्रमा हेर्नुभयो भने यो सेलको धन ध्रुव दोस्रो सेलको ऋणसँग जोडिएको छ र फेरि यसरी क्रमशः एउटाको धन अर्कोको ऋणसँग जोडेर दुईटा सेललाई मिलाएर राखिएको छ। यसको 1.5 यसको 1.5 भयो भने टोटल भोल्ट 3 भोल्ट भएको छ। यो भन्दा यो चिम के हुन्छ, बढी चम्किलो भएर बल्छ। त्यसै गरी यहाँ हेर्नुस् त, तीनवटा सेल, पहिलोको धन दोस्रोको ऋणसँग, दोस्रोको धन तेस्रोको ऋणसँग क्रमशः जोडिएको छ। यसमा चाहिँ चिम झन चम्किलो गरेर बलेको छ। यसरी एउटा सेलको धन अर्कको ऋणसँग क्रमशः जोड्दै गर्ने समूहीकरणलाई हामी श्रेणीक्रम समूहीकरण भन्छौं। भनेपछि समूहीकरण गर्ने एउटा तरिका के रहेछ, श्रेणीक्रम समूहीकरण, जसमा उज्यालोपना क्रमशः बढ्दै जाँदो रहेछ। एउटाको धन अर्काको ऋण र धन अर्काको ऋणसँग क्रमशः जडान गरिनेलाई के भनिदो रहेछ, श्रेणीक्रम समूहीकरण। अब हामी प्रयोगमा हेरौं है त। यहाँ जस्तै हामी यहाँ एउटा लोड छौं, यो सँग हेर्दै जानुभयो भने यहाँ दुईवटा ब्याट्रीहरू जोडिएका छन्। यसको ऋण ध्रुव लिएर आएर यो सेलको धन ध्रुवसँग जोडिएको छ। यहाँ रातो तारले धनलाई जोडेको छ, यहाँनिर आएको छ भने यसको ऋण ध्रुव कालो तार निस्केर आएको छ। यसको ऋण यो सेलको धनसँग जोडिएको छ क्रमशः, र अब यसबाट निस्केको ऋणलाई हामी यससँग जोडेर हेरौं है त। हेर्नुस्, अब यहाँ पहिले भन्दा अहिले यो चिम के भयो, चम्किलो भएर बल्यो। किन होला, किनकि यहाँ एक जोडी ब्याट्री हुँदा 3 भोल्ट थियो भने यो अर्को दुईटा थपिँदा 3 + 3 6 भयो। अर्को फेरि 3 थपियो भने 9 भयो, फेरि 3 थपियो भने 12 भयो। यसरी भोल्टेज बढ्दै जाने कारणले गर्दा यो चिम के हुन्छ, चम्किलो भएर बल्छ। तर कहिलेकाहीँ हामीलाई करेन्ट चाहिँ धेरै चाहिन्छ, तर लामो समयसम्म टिकोस् भन्ने आवश्यकता हुन्छ। त्यस बेलामा चाहिँ हामी के गर्छौं भन्दा समानान्तर समूहीकरण गर्छौं। यहाँ तपाई एउटा सेल देख्नुहुन्छ 1.5 भोल्टको, यहाँ प्लसबाट र माइनसबाट ल्याएर एउटा चिम बालिरहेको दृश्य हामी देख्न सक्छौं। र यदि दुईटा सेलको दुवैको धन ध्रुव एकैतिर ल्याउने, ऋण जति एकैतिर ल्याएर चिम बाल्यो भने पनि यो उज्यालोपना खासै बढ्दैन। किन होला भने यसको पोटेन्शियल फरक, यसको विद्युतीय चाप भोल्टेज चाहिँ 1.5 हुन्छ। यसै गरी तीनवटा सेलको प्लस ध्रुव जति एक ठाउँमा जोडौं, माइनस एक ठाउँमा जोडौं र बाल्यो भने पनि उत्तिकै उज्यालो हुन्छ। यसरी सेलहरूको धनात्मक जति एकातर्फ, ऋणात्मक जति अर्कोतर्फ जोडेर गरिने समूहीकरणलाई समानान्तर समूहीकरण भनिन्छ। भनेपछि सेलको समूहीकरण पनि दुई प्रकारको हुँदो रहेछ, एउटा श्रेणीक्रम, अर्को समानान्तर। यहाँ एउटा ब्याट्रीको यसको धन ध्रुव ल्याएर यहाँ जोडिएको छ, यो ब्याट्रीको नि धन ध्रुव ल्याएर यहाँ जोडिएको छ, यो ब्याट्रीको पनि धन ध्रुव ल्याएर यहाँ जोडिएको छ। यसको तीनवटैको धन ध्रुव एकै ठाउँमा ल्याएर जोडिएको छ। त्यसै गरी यसको ऋण ध्रुव, यसको यो कालोबाट गएको ऋण ध्रुव, यसको आएको ऋण ध्रुव। अब यो तीनवटालाई एकै ठाउँमा जोडौं है त। अब चिम बल्यो, हेर्नुस् त कति मधुरो बल्यो। यिनै सेलहरूको श्रेणीक्रम जडान गर्दा चम्किलो बलेको यही लोड अहिले समानान्तर गर्दाखेरि के भयो त, मधुरो बल्यो। ल हेर्नुस् कति मधुरो बल्यो। अर्थात यसमा मधुरो बल्नुको पछाडिको कारण के रहेछ, यो समानान्तर समूहीकरणमा के हुँदो रहेछ त, भोल्टेज बढ्ने रहेनछ।
किनभने यो मधुरो बन्नुको कारण भोल्टेज बढेन भन्ने प्रश्न भयो। आवश्यकता अनुसार विद्युतको मात्रा बढाउनु पर्यो भने हामीले यसलाई श्रेणीक्रम समूहीकरण गर्दा रहेछौं र लामो समयसम्म टिकाउन चाहिँ समानान्तर समूहीकरण गर्दा रहेछौं भन्ने कुरा पनि हामीले थाहा पायौं। अब यसरी प्रयोगमा ल्याउने जो विद्युतको स्रोत छ जसलाई हामी यहाँ ब्याट्री प्रयोग गरिरहेका छौं, यो के कसरी बनाइन्छ अथवा कस्ता हुन्छन् त? यो एउटा सेल हो। यहाँ अगाडि क्याप छ नि, यो धन ध्रुव हुन्छ र यतापट्टि ऋण ध्रुव हुन्छ र यसको बीच भागमा कार्बनको रड राखिएको हुन्छ, त्यसले धनात्मक ध्रुवको काम गर्छ र बाहिरपट्टि जस्ताको पाता राखिएको हुन्छ, त्यसले ऋण ध्रुवको काम गर्छ र त्यो धन ध्रुवको काम गर्ने बीचमा राखिएको कार्बन रडको बाहिर कार्बनको धुलो र म्याग्निज डाइअक्साइड राखिएको हुन्छ भने बाहिर जस्ता र बीचमा चाहिँ एमोनियम क्लोराइडको पेस्ट राखिएको हुन्छ र यसैले यहाँ धन ध्रुव र ऋण ध्रुवको पोटेन्शियल फरक देखाउँछ र यसले 1.5 भोल्ट बराबरको विद्युतीय चाप प्रदान गर्छ। त्यसैले यसलाई हामी विद्युतको स्रोत भन्छौं। यसै गरी प्रयोगशालामा हामी साधारण सेल पनि बनाउन सक्छौं। साधारण सेल कसरी बनाइन्छ? साधारण सेल बनाउनको लागि हामीले एउटा प्लास्टिकको वा काँचको बिकर लिनुपर्छ र यसमा एउटा तामाको पाता राखौं, त्यसै गरी एउटा जस्ताको पाता राखौं र यो तामाको पाताबाट एउटा तार जोडेर बाहिर निकालौं, जस्ताको पाताबाट पनि एउटा तार निकालौं र यहाँ एउटा चिम जोडिदिउँ र यहाँ हामीले फिक्का H2SO4 को घोल राखिदिउँ। लगभग 100 ml पानीमा 10 ml जति सल्फ्युरिक एसिड मिसाएर फिक्का घोल बनाएर राखिदियौं भने अब यहाँबाट यो विद्युत प्रवाह हुन्छ र यो एउटा साधारण सेल बन्न सक्छ। यहाँ हेर्नुस् है त, मैले यहाँ एउटा जस्ताको पाता लिएको छु। यो जस्ताको पातालाई यसरी राख्ने, यहाँबाट एउटा तार ल्यायो, अर्को एउटा तामाको पाता लिएको छु र यो तामाको पातालाई अर्को छेउमा राख्ने र यहाँ 100 ml पानीमा 10 ml जति सल्फ्युरिक एसिड मिसाएर यो फिक्का घोल बनाउन सकिन्छ र यो दुईटा पाता आपसमा नछुइने गरी राख्ने र यसरी यी दुई पाताबाट आएको तारलाई एउटा बलमा हामीले जोड्यौं भने त्यसपछि के हुन्छ त भन्दा केही समयमा नै यो विद्युतीय चापको डिफरेन्स निस्किन्छ र यहाँ के हुन थाल्छ, यो चिम बल्न थाल्छ। यसमा केही त्रुटिहरू पनि छन्। पहिलो त्रुटि हो ध्रुवीकरण। ध्रुवीकरण अर्थात पोलराइजेसन भन्नाले जब यो जस्ता र सल्फ्युरिक एसिडको बीचमा रियाक्सन हुन्छ, जिंक सल्फेट भन्छ र त्यहाँ त्यो हाइड्रोजन ग्यास निस्किन्छ। यो हाइड्रोजन ग्यास तामाको पाताको वरिपरि जम्मा हुनाले करेन्ट प्रवाहलाई रोकिदिन्छ र यसले सेलले काम गर्न छोड्छ। यस प्रकारको असरलाई हामी ध्रुवीकरण अथवा पोलराइजेसन भन्छौं। यो पोलराइजेसन इफेक्ट हटाउनको लागि हामी पोटासियम डाइक्रोमेट नाम गरेको यौगिकलाई केही राखिदियौं भने यसलाई हटाउन सक्छौं। होइन भने बेला बेलामा यो पाता झिकेर सफा गर्नुपर्ने हुन्छ। अर्को यसको असर यानी त्रुटि के छ भन्दा स्थानीय क्रिया, लोकल एक्सन। यो जस्ताको पाता शुद्ध नभइकिन यसमा केही अन्य धातुको अणु पनि मिसिएको हुनाले प्रयोगमा नल्याउँदा पनि यसले के गर्छ त भन्दा रियाक्सन भइरहन्छ र यसको शक्ति छिन्न भएर सिद्धिन्छ र चाँडै नै काम नलाग्ने हुन्छ। त्यसैले यसमा ध्रुवीकरण र स्थानीय क्रिया जस्ता असर हुने भएको कारणले गर्दा यो लामो समय टिकाउ हुन सक्दैन।
हस्त धन्यवाद।